गुड मर्निङ एभ्रिवान, नमस्कार। सबै आरामै हुनुहुन्छ होला। आज डे 2 हाम्रो टुरको है। अब मैले भोइस रेकर्ड गरेको किनभने त्यो उसमा भिडियोमा भोइसै आएन कि। अब हामी जानलाई घुम्न जानलाई रेडी हुँदैछौँ बर्दिवासबाट। अब लेट्स गेट रेडी। तपाईहरु भयो है यहाँ ल हामी टुकटुकमा छ। देखाइदिन्छु ल। हाम्रो गाई गाईले हामी टुकटुकमा 5 जना 6 जना छ। विदेश हामीलाई छोड्नै सक्दैन यसले। यो हामीसँगै आउँछ ऊ अगाडि। फेरि मेरो फोनै भताक्क यता गाडीले मेरो लैदेन सुतेर भाग हामी यहाँ जानेको भनेको अनि यहाँ कस्तो भयो भने कन्फ्युज भयो कि म। हामीलाई कस्तो भनेको थियो भने के अरे बिहा गर्ने मुहुर्त अनि लास्टमा हो जानेको मन्दिर जाने भन्ने कुरा थियो। सुरुमै लगेर रहेछ अनि जानेको मन्दिर यो होइन भनेर अनि यत्तिकै घुम्दै नगुनी फोटै नखिचिकन राम्रोसँग भिडियो नगरिकन फर्किएछ कि। अनि पछि पो थाहा भइरहेको, पछि पो फर्किँदा थाहा भएको त्यही हो जानेकी मन्दिर भन्छ। अरूहरूले फोटोसोटो खिचेर भिडियो बनाएपछि आछि हो र। पछि त्यो टेम्पो ड्राइभरलाई सोधेको त सुरुमै त्यहीँ लगो भन्छ के अरे। अनि राम्रोसँग नि घुम्न पाएन, भिडियो नि मैले राम्रोसँग बनाइनँ कि यहाँ। त्यही हो, पानीले यस्तो गर्ने र पानी फोर्छ त्यस्तो। हाम्रो हाम्रो ग्रुप यति छ, कता कता यता फर्की भनेछ फेरि ल भयो ल जाम लागिहालौँ। अनि त्यहाँ यताउता घुम्यौँ, मन्दिर सन्दिर घुम्यो। त्यो घुम्न नि मन नलाग्ने कति फोहोर जानेकी मन्दिरदेखि त्यो एरिया नै होल एरिया एकदम फोहोर के। अनि घुम्न मन नि लागेन अनि गर्मी। अनि त्यही भएर अनि आयो यता आएर कोशी ब्यारेजमा आएको। कोशी ब्यारेजमा पनि गर्मी घाम भएर अनि झर्न मन नि लागेन कि। अनि ड्राइभरले नि अनि पछि आउँदाखेरि झरौला है हेरौला भन्नुभयो। अनि त्यसपछि हुन्छ भनेर अनि सिधै गयौँ कि हामी यहाँबाट पनि। घर देखियो ले तो इंडिया को पानी हो तो गेट हो गया इंडिया का निकल इन्डिया हां हो तो गेट त्यहाँबाट उता इन्डिया देखा नेपाल गाडी रसी भुटा टेकिने हो र नजान त्यो धोती त देख्छ त्यो इंडिया जाने एकदम त्यो देश पापेन हैन लोकसाने यो गरेर त मान्छे हेर न, मान्छे त्यही हो कति छ यो लाइन। त्यही खुले नाउने मस्ट ने आउँदा राम्रो खुलेछ कि अन्त अलि कम खुलेछ कि त्यही हो यही हो कस्तो राम्रो खुल्यो मान्छेहरू त कति हो भोलि फर्किँदा ल हामी फाइनली इलाम प्रवेश भयौँ होइन। इलाममा मामा मामा हामी कतिवटा जिल्लामा आज उसमा लर अगाडि बिलबुक भएको ठाउँमा बल्ल शीतल आयो भाइ। केही खाने भए खायो भयो त खाजा खाउँ केही खायो खाने भयो। तिम्रो धम्तुसदेखि देखाउँ होइन कि उहाँ तिमीलाई होइन होइन मैले त्यहाँ त देखिरहे नि अघि नै खिचिसकेँ त्यसरी भयो। हामी अब यहाँ चिया खाएर जान्छौँ। मुइहरू यहाँ कहाँ बस्छ छुट्टीहरू मात्रै बस्छन् हामीले जग्गामा भने घरगटे बजार मामा फिक्कल बजारमा बस्यौँ त्यो दिन। फिक्कल बस्यौँ कस्तो भयो भने आएर नुहाइधुवाइ गर्दा के गर्दा खानासाना गरेको मैले केही पनि क्याप्चर गर्न पाइनँ कि। अनि
कोही खानासाना खाएर सुत्न गइहाल्नुभयो थाके के गर्यो भनेर हामी 5-7 जना चाहिँ त्यहीँ बस्यौँ खाना खायौँ अनि एकछिन रमाइलो गरौँ भयो भनेर फेरि नाचगाना रमाइलो गरेर बस्यौँ अनि बसेर त्यो दिन हामी फिक्कलमै बस्यौँ त्यो दिन पनि रमाइलै भयो त्यो रात पनि केटाहरू पनि कता जानुभयो सुत्न गयो अरू सबै सुत्न गए हामी यति मात्रै थियौँ रमाइलो गरेर बस्नेहरू धेरै थाके के भनेर अनि एउटा मेमोरेबल ल क्या रे सीता दिदी हामी चाहिँ आज कन्या हामी फिक्कलमा छौँ फिक्कलमा यता लुगा फेर्दै ल साथीहरू हामी यस्तो रमाइलो पारामा छौँ एकदम मेरो रमाइलो राम्रो गाउँ यस्तो हुन मन लाउने मान्छे है एक्लै घरमा बस्ने है दिदी कहिलेकाहीँ होइन त नि हिँड्नुपर्छ के कहिलेकाहीँ फिक्कल भन्छ अनि त्यो रात चाहिँ हामी फिक्कलमा बस्यौँ रमाइलो गऱ्यौँ गफगाफ गऱ्यौँ सुत्दा त्यही 1-2 नै बजेको थियो होला सायद अनि हामी चाहिँ लाग्यौँ उता पशुपतिनगर हुँदै दार्जिलिङतिर अनि हामी छिटो बिहान नै छिटै उठेको 3 बजेतिर उठेर दार्जिलिङ घुम्ने लाग्यौँ ल हेलो एभ्रिवान आज हाम्रो डे 3 हामी पशुपतिनगरमा आइसक्यौँ म चाहिँ हिजो र अस्तिको दिन चाहिँ एकदम म्यासअप भयो अनि बनाउन पाइनँ हामी चाहिँ अब पशुपतिनगरबाट दार्जिलिङ जाँदैछौँ जे सोचे मैले त्यही सोचे ग्याजङ त्यो सुनौली बर्डर जस्तै होला दोकानहरू होला अनि मल्ला बनेको पूर्वतिर आछ कि पश्चिमतिर आछ हामी हिजो आएको बाटो आएको कि अर्कै हो हिजो तलबाटै आएको त उक्लेर म त झन् कतामा अब के मेरो हिजो हुँदो माथि आएको सबै हुसुलाई स्याम धम्पुसको वेदर के बजे ल एकदम हामी कहाँ आयौँ ल भन्नु हामी हिजो अस्ति दार्जिलिङ आयो इलम बाटो पशुपतिनगर हो हामी हिजो बसेको इलाम हैन फिक्कल लोले जाम भन्नुलाई चाहिँ ल सबै गाइजहरूलाई कस्तो भयो हिजोको सुताइ बचाइ ठाउँ कस्तो लाग्यो भन्नु होला नयाँ त होइन हाम्रो जस्तै तर चिया बगान र उस भएर अलि नयाँ जस्तै लाग्यो होइन गाउँ त हाम्रो जस्तो हो सिङ्गल खिचिदिउँ न भनेर हो हामी सिमाना अरे आई लभ सिमाना छिकी खिचिसक्यो वेदरले चाहिँ साथ दिएन मैले यहाँ एउटा कुरा भन्नै बिर्सेछु कि हामी चाहिँ जुन पशुपतिनगरसम्म मात्रै जाँदो रहेछ हाम्रो नेपालको बस त्यहाँबाट हामीले चाहिँ जिप हायर गरेर जानुपर्दो रहेछ दार्जिलिङ अनि हामी चाहिँ हाम्रो थोरैजना भएको भएर हामीले 2टा जिप हायर गरेर गएको थियौँ अनि जिप हायर गरेर हामी दार्जिलिङ यो देखेको गाउँ बजार भनेको दार्जिलिङ हो वेदरले पनि हामीलाई साथ दिइरहेको थिएन प्लस अनि जाममा पऱ्यौँ हामी 2 घन्टादेखि 3 घन्टासम्म जाममा पऱ्यौँ जाममा परेपछि एकदमै दिमाग खराब कस्तो हुँदो रहेछ भने त्यहाँ इन्डियनहरू एकदमै धेरै आउनु हुँदो रहेछ माथि चिसो खानको लागि गर्मी भयो भनेर अनि इन्डियनहरूको सिजन भएको भएर एकदमै बढी गाडी भएर जाम हुँदो रहेछ त्यही जाममै हामी फस्यौँ अनि प्लस पानी पऱ्यो अनि पानी परेपछि राम्रोसँग घुमफिर गर्न अलि पाएनौँ कि दार्जिलिङमा त्यही पनि के कति घुम्यौँ म चाहिँ त्यहाँ देखाउने कोसिस गर्छु हेर्नु होला है त अनि हामी लक्की भने के भने हामी जाँदा चाहिँ थुप्रै ट्रेनहरू आयो कि हामीले ट्रेन चाहिँ बेसरी मजाले देख्न पायौँ यो भनेको लाइन भनेको यो जाम भएर हामी यत्तिकै बसिरहेको हो कि लाइनमा कुरेर बसिराख्दा उताबाट त्यो उता फर्केको उल्टो अपोजिट बसेर आएको थियो कि ट्रेनमा मान्छेहरू हाँस्दा त्यही हेरेर रमाइलो भयो जे होस् त्यो मोमेन्टहरू चाहिँ जे होस् रमाइलो भएको थियो त्यहाँ बसेर पनि जाममा परेर पनि हामी फाइनली यहाँ आयौँ हो गाडी ल हामी अब जूतिर जाँदैछौँ है दार्जिलिङमा कति घन्टाको 4 घन्टा कि 2 घन्टाको जामको पश्चात
ओए मकै खाम बरु 30 रुपियाँ हो ओहो फेरि 25 मात्रै छ फेरि 50 मा दुईटा लिनुहोस् न पानी त 30 टका कतिवटा खाँदै जानुहोस् न खाँदै जानुहोस् सफ्ट है क्या सफ्ट है यार बढ़िया हामी जूमा जाँदैछौँ है तर यस्तो कस्तो अनुहार त हेर्नु न ल दार्जिलिङको बजारमा आयौँ हामी साथीहरूलाई खिचिदिन्छु मलाई यहाँ राम्रो देखियो एकदम हेर न मन्दिर हो कि के हो टिकट होला नि एउटाले काट्ने एउटा गरेर काट्ने सबै जम्मा हुनु पर्यो नि त टोइलेट जानु मन छ फेरि एकछिन कुर्नु पर्यो नि मामालाई भालो भिडमा कसैको नम्बर छैन हाम्रो टुर चाहिँ यहाँ अब जूमा ओपन हो हेर्न जाँदैछौँ त्यही भन्नु है दिदी सबैलाई धाएन होइन कसैको फोन लाग्दैन नम्बर छैन हिँड्नै गयो मैले एउटा हरायो भने कसलाई सम्पर्क गरिन्छ हजुरलाई समात्ने हो रे तुलसी थार हो कि के हो उहाँ के रहेछ है त्यो डियर है साँड अनि यहाँ पनि म केही पनि बोलिनँ के कस्तो भने मान्छे अनि पानी परेको अनि त्यो बोल्ने उसै आएन यतिको भिडियो मात्रै क्याप्चर गरेँ हामीले चाहिँ यहाँ हो त्यो स्ट्याचुमा त्यो माउन्टेन कुन के हो उसमा नि फोटोसोटो खिच्यौँ अनि फोटो खिचेर फेरि माथि म्युजियमतिर लाग्यौँ हामी पानी परेर अहिले यहाँ छोडिदिनु पर्छ सब हेरिन्छ हामीलाई जे पानी परेर मलाई कसरी यो दिदीको बोली खतरा लाग्यो एक आधी घन्टापछि खतरा बोल्नु मैले भने
पानी परेर झ्याउ भयो पानी परेर धम्पुस मामा धम्पुसको चाहिँ निकै उस भइरहेको छ पर्छ पानी परेर विदेशी यस्तो देखेको छ हजुरलाई त पानी परेर टोपी ओढेको हामी त ठुलै आयो भाइ पानी त थिएन त सफ्ट के कस्तो ओपन हुँदो रहेछ त अब के गरेको एक्टिङ गर्दै के गरेको भिडियो त्यहीँ गरेर बनाइदिएको म त ल हामी खाना खान लाग्यो यतिजना आयौँ है लास्ट हामी कहाँ आउँथ्यो दार्जिलिङ सरी ल हामी बतासे डाँडामा आयौँ तर हुस्सुले एउटा केही हाम्रो अगाडिको गाई जाम के पछिको गाईहरू कता गयो गयो छोडिदियौँ हामीले होइन दार्जिलिङको घुम्तीमा घुमेर भन्नु अनि यहाँ यस्तो फनी मोमेन्ट भयो कि के भन्यो भने त्यो सानोले के अरे ल हो त्यहाँ उभिएर रेल सँगसँगै हिँड म भिडियो गरिदिन्छु भनेको थियो लास्टमा त रेल गइसकेपछि मान्छे हिँड्नै सकेन क्या भिडियो सिडियो कता हो कता यति हाँसो लगाएर अनि यो बतासे डाँडामा यति मान्छे थियो यति भिड थियो त्यो रेल हेर्ने र त्यो डाँडा हेर्ने वेदरले साथ दिएन हुस्सु लागिरहेको थियो मान्छे खचाखच प्याक भएर न भिडियो फोटो न केही पनि खिच्न नपाएको क्या मान्छेको हुल भएर कोही रेलमा चढेर बना अनि लास्टमा फाइनली हो तर कस्तो राम्रो थियो आमाको सल्लाहको अनि हामी त्यो बतासे डाँडा लगाएतै फर्क्यौँ अनि हाम्रो दुई ग्रुप थियो नि त दुईवटा जिपमा अनि हामी चाहिँ अगाडि नै आयो पानी बेसरी ठुलो परेको भएर बेसरी ठुलो परेको थियो अनि अर्को नेक्स्ट हाम्रो साथीहरूको जिप चाहिँ पछाडि थियो उहाँहरू चाहिँ उता गुम्बातिर जानुभएछ हामी चाहिँ आउँदा आउँदा बाटोमा चाहिँ यो ठाउँ देखेर अनि यहाँ झरेर फोटोसोटो खिचेर चिया खाएर अनि यहाँबाट फर्क्यौँ पानी एकदम ठुलो आएको थियो कि ठाउँ फेरि एकदम राम्रो कस्तो राम्रो जा ल फिक्कल बजार
छुर्पी हजुर कस्तो कलर हो कि कलर रातो हो के को छुर्पी हो यो सबै यहाँको 5 रुपैयाँ किलो हो ल फाइनली हामी कन्याम आयौँ आज चाहिँ जस हामीलाई साथ दिएछ मौसमले यस्तो राम्रो भ्यू देखिरहेछ बुझ्यौ सुन पहिला भन्नु नि माथि यता आउनु आउनु त्यहाँबाट त्यहाँ फोटो खिचेर बजार हेरेर हिँड्दै घोडासँग चढ्ने चढेर हो पहेँलो देख्नु भयो त्यहाँ पुग्ने घुम्दै घुम्दै अनि त्यहाँ फोटो खिची भाइयो अनि कहाँ बस्ने के ल कन्याममा हामी टी गार्डन कन्यामको उताबाट जान्छ ल हामी चाहिँ कन्याममा सब चिया बगान छ यो ठाउँ चाहिँ एकदम राम्रो लक्कीले हामीलाई वेदरले साथ दियो कि नत्र हिजो आउँदाखेरि सब हुस्सु लागेको थियो बर्खा भएको भएर हामी उता दार्जिलिङ गएर आउँदाखेरि पानी ठुलो परेर अहिले चाहिँ दिन उब्रियो क्या कस्तो आमा कति प्लेट खाने हो इसराको मोमो हाम्रो दोकानतिर पनि ओ पाउँदैन नि म त एउटा केटा खाने हो म त खान्न धेरै अनि घुम्दा घुम्दा हामीलाई भोक लागेर त्यहाँ इसाराको मोमो नि खायो इसाराको मोमो खाएपछि त्यहाँबाट हामी ढिलै आएको थियो नि त उताबाट फिक्कलबाट अनि दार्जिलिङबाट सरी अनि आउँदा आउँदा अनि घुम्दाखेरि धन्दा वेदर राम्रो भएर त्यति एकछिन भए नि घुम्न पाएर रात परिसकेको थियो अब यो तँदेर कस्तो राम्रो ए है अँधेरै आएछ फोटो खिच्न रेडी अवस्थामा बस्ने होटल हामी बस्ने होटल कहिले त ए यो हो त्यो तल उतै हो झिल्लो भएको ल खिचिहालौँ त गुड नाइट हामी चाहिँ अब कन्याङमा आज स्टे हो अनि आज हामी सुत्न जाँदैछौँ फोन आयो हजुर ल बाई बाई भाइहरू ल गुड नाइट है भोलि हामी सायद बिहानै निक्लिन्छौँ होला तपाईँहरूलाई भेट्दैन होला बिहान ढिलो हुन्छ होला है ल बाई बाई ल धन्यवाद मिठो खाना खुवाउनु भयो ल बाई बाई गुड नाइट बाई 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 ल बाई बाई गुड नाइट मेरो प्यारो भाइहरूलाई ल सबैलाई बाई बाई ल दिदीहरूलाई नि ल गुड नाइट सी यू टुमोरो किन गएको माथि आउनु ल हामी गयौँ स्लिप गर्न गुड नाइट एभ्री वान बाई बाई